नेपालमा कसले राष्ट्रघात गरे? नम्बर 1 मातृका प्रसाद कोइराला। प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री थिए स्वर्गीय मातृका प्रसाद कोइराला। उनी विक्रमसम्म 2008 र 10 मा गरी 2 पटक प्रधानमन्त्री बने। 2011 वैशाख 12 गते मातृका प्रसादले भारतसँग कोशी सम्झौता गरे, जुन राष्ट्रघात बन्न पुग्यो। यो बाँध नेपालकै सुनसरी र सप्तरी जिल्लामा बनेको छ। नेपाल डुब्दा पनि सरकारले चाहेर नेपालीहरूको पक्षमा केही गर्न सक्ने अवस्था छैन। सम्झौता अनुसार नेपालको 1,80,000 एकड जमिनमा सिंचाई व्यवस्था हुने र बिजुली पाउने भनिएको थियो। 79 वर्षका लागि भारतलाई लिजमा दिने भनियो, तर भारतले झुक्क्याएर 179 वर्ष बनाइदियो। सम्झौता अनुसार बनेको बाँध बल्ल 70 वर्षको भएको छ। अझै 129 वर्ष भारतले नै सञ्चालन गर्नेछ। 2 विश्वेश्वर प्रसाद कोइराला। विश्वेश्वर प्रसाद कोइराला कांग्रेस जनका लागि महामानव हुन्। पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हुन्। तर महान नेता बीपीले पनि देशको सार्वभौमिकता विरुद्ध छिमेकी देशसँग झुकेर सम्झौता गरेको तितो इतिहास छ। सत्ता टिकाउन र राजालाई कमजोर बनाउनका लागि बीपीले 2016 मङ्सिर 19 मा भारतसँग गण्डक सम्झौता गरे। यसले नेपालको पानीमा सबै अधिकार भारतलाई दियो। यो सम्झौतामा अर्को गम्भीर कुरा पनि लेखियो। पानीको मात्रामा कमी आउने गरी नारायणीका सातै सहायक नदी बुढी गण्डकी, काली गण्डकी, सेती, त्रिशुली, मर्स्याङ्दी, दरौदी र मादीका मुहान समय भविष्यमा कुनै पनि आयोजना निर्माण गर्न नपाइने। एक सार्वभौम देशका लागि यो भन्दा ठूलो राष्ट्रघात के हुन सक्छ? बीपीले काला पानीमा भारतीय सैनिक राख्न दिने सम्झौता पनि गरे, जसकै कारण अहिले काला पानी नै आफ्नो भएको दाबी भारतले गरिरहेको छ। 3 गिरिजा प्रसाद कोइराला। राष्ट्रघाती मध्येको अर्को सम्झौता हो टनकपुर सन्धि। 2048 मङ्सिरमा प्रधानमन्त्री गिरिजा भारत भ्रमणमा गए र पुरानो राणाकालको शारदा ब्यारेज सम्झौतालाई आधार मानेर टनकपुर सम्बन्धी नयाँ सम्झौताको मस्यौदा पेश गरे। गिरिजाले आँखा चिम्म गर्दै थप 100 वर्ष टनकपुर भारतलाई सुम्पिए। त्यति बेलै टनकपुर सन्धि राष्ट्रघाती भएको भन्दै आन्दोलनमा उत्रिएका मदन भण्डारीको हत्या 2050 जेठ 3 मा भयो, तर कसले गरायो रहस्यमय छ। नम्बर 4 शेरबहादुर देउवा। नेपालको सबैभन्दा राष्ट्रघाती मानिएको सम्झौता हो महाकाली सन्धि। शेरबहादुर देउवा प्रधानमन्त्री थिए। 2052 माघ 29 गते भारतीय प्रधानमन्त्री नरसिंह रावसँग महाकाली सन्धिमा हस्ताक्षर गरे। यो सन्धिले महाकालीको पानीबाट नेपालको हक खोसेको छ। नेपाली पक्षले अहिले पनि महाकाली साझा हो, पानी आधा आधा हो भन्ने नारा लगाउँछ, तर भारतले नेपालतिर सुकाएर सबै पानी उतै लिएको छ। यसले लिम्पिया दुरालिपु लेक र कालापानी क्षेत्रमा भारतीय अतिक्रमणलाई सहयोग गरेको छ। यही सन्धिभित्रै शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर परियोजना समेत पर्छन्। नम्बर 5 केपी शर्मा ओली र माधव कुमार नेपाल। महाकाली सन्धि जसरी पनि गर्नुपर्छ भन्ने पक्षमा केपी ओली उभिएका थिए। पार्टी विभाजनको सङ्घारमा पुगिसक्दा समेत ओली पछि हट्न चाहेनन्। एमालेको नेतृत्वमा माधव कुमार नेपाल थिए। वामदेव गौतम सहितका 26 सांसद विपक्षमा उभिए, तर ओली माधव नै अघि बढेपछि संसदबाट सामान्य होइन 2 तिहाईका साथ पारित भयो। त्यसैले उनीहरूलाई अहिले पनि राष्ट्रघाती भन्दै आलोचना गरिन्छ। नम्बर 6 प्रचण्ड, शेरबहादुर देउवा र माधव कुमार नेपाल। राष्ट्रघाती सम्झौताको ट्याग लागिरहेको अर्को सम्झौता हो अमेरिकी सहयोग परियोजना MCC। सडकमा आगो बलिरहेको थियो, तर शेरबहादुर देउवाको कांग्रेस, प्रचण्डको माओवादी र माधव कुमार नेपालको एकीकृत समाजवादी लगायतका दलहरूले संसदबाटै पारित गरिदिए। 2078 फागुन 15 गते मध्यरातसम्म संसद चलेको थियो। कसै गरी पारित नहुने अवस्था बनेपछि कांग्रेसका गगन कुमार थापा सहितले व्याख्यात्मक घोषणाको नयाँ तरिकाले ल्याए। त्यसैलाई आधार बनाएर सत्ता पक्षले जनताको मत कुल्चिँदै MCC सम्झौता संसदबाट पारित गरेको थियो।